पावर र सिलास ध्यानखानामा भएको उदाहरण हो। अनि ध्यानखानामा चाहिँ पावर र सिलासले कसरी परमेश्वरसँग प्रार्थना गर्यो हैन, अनि परमेश्वरले चाहिँ कसरी चाहिँ त्यो प्रार्थनाको उत्तर दिनुभयो भन्ने घटना चाहिँ कसरी पढ्यो। हामीले यहाँ पढ्यो भने नि पावल र सिलासले चाहिँ कुनै पनि गल्ती गरेको कारणले गर्दाखेरि, कुनै पनि चोरी डकैती अथवा हत्या, कुनै पनि प्रकारको नराम्रो काम कुरो गरेको कारणले गर्दाखेरि पावल र सिलास ध्यानखानामा परेको थिएन। उनीहरूले कुनै पनि प्रकारको नराम्रो काम गरेको थिएन र उनीहरू चाहिँ ध्यानखानामा परेका थिए। मोबाइल अफ गर्नु ल, मोबाइल अफ गर्नु है। पावल र सिलासले चाहिँ कुनै पनि प्रकारको नराम्रो काम गरेको कारणले गर्दाखेरि उनीहरू ध्यानखानामा परेका थिए। पावल र सिलास चाहिँ त्यो समयमा फिलिप्पी भन्ने सहरमा गइराखेका थियो। एउटा लिडिया भन्ने व्यक्तिको घरमा चाहिँ गइराखेको थियो। अनि बाटोमा जाँदै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ एकजना स्त्रीसँग चाहिँ भेट हुन्छ। त्यो स्त्रीलाई कस्तो स्त्री रहेछ भने भूतआत्मा लागेको स्त्री, एउटा भूतआत्माको भित्र थियो। त्यो स्त्रीले के गर्यो भने जोखालाई हेर्ने काम गर्नु भन्नु मतलब कहीँ पनि मानिसको भविष्यको कुराहरू बताइदिन सक्ने शक्ति चाहिँ उसमा थियो। त्यो चाहिँ उसमा भएको दुष्ट आत्माले त्यो काम कुराहरू गर्ने शक्ति उसमा हालिदिएको थियो। अनि ऊ चाहिँ बाटोको एउटा कुनामा बस्यो। अनि कोही पनि मान्छेहरू उसँग आयो भने उसको चाहिँ जोखाना हेरिदिन्थ्यो, उसको भविष्यको कतिवटा कुराहरू बारेमा चाहिँ उसले भनिदिन्थ्यो। अनि त्यो हात देखाउने मान्छे अथवा त्यो जोखाना चाहिँ हेर्नलाई अगाडि आउने मान्छेले चाहिँ उसलाई चाहिँ पैसा दिनुभएको थियो। भन्नुको मतलब त्यो स्त्रीले चाहिँ उसको मालिकको लागि पैसा कमाइदिन्थ्यो। आफ्नो जोखाना हेर्ने कामबाट आफ्नो मालिकको लागि चाहिँ पैसा कमाइदिन्थ्यो। त्यो स्त्रीले चाहिँ के भन्छ भने पावल र सिलासलाई देखेर घरिघरि चाहिँ यहाँ एउटा कुरा चाहिँ स्त्रीले भनिराखेको थियो। उसले के भन्छ भने यहाँ हेर्नुहोस्, मानिसहरू सर्वोत्तम परमेश्वरका सेवकहरू हुन्, यिनीहरूले तिनीहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् हैन। त्यो स्त्रीले चाहिँ घरिघरि पावल र सिलासलाई देखेर घरिघरि यो कुरा भनिराखेको थियो, यी दुईटा मानिस चाहिँ सर्वोच्च परमेश्वरको सेवकहरू हुन्, यिनीहरूले चाहिँ तिमीहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् है भनेर भनिराखेको थियो। अनि यो भन्ने शक्ति, यो भन्ने जानकारी पनि कहाँबाट पाएको भन्दाखेरि उसमा भएको भूतआत्माबाट। पावल र सिलासले यो स्त्रीलाई गएर हामी चाहिँ यस्तो मान्छे हो है भनेर भनेको थिएन क्या। उसकोमा भएको भूतआत्माबाट पनि थाहा पाएको थियो यो मान्छेहरू यस्तो प्रकारको मान्छेहरू हो। अनि त्यो बजारमा भएको मानिसहरूलाई चाहिँ पावल र सिलासको बारेमा त्यो स्त्रीले भनिराखेको थियो। पावललाई चाहिँ एकदमै लाग्यो हिजो लाग्यो भनेर पक्का चित्त लाग्यो। पावललाई दिनसम्म यसो गरिरही पावलले हिजो मानेर पटक्क फर्किएर त्यस भूतआत्मालाई भने यसो क्रिस्टको नाउँमा मलाई त्यसबाट बिस्तारै आज्ञा गर्नु। अनि त्यो भूतआत्मा केही गरी पावललाई पक्का चित्त भयो। त्यसपछि अरू पावलले भन्दाखेरि यसो क्रिस्टको नाउँमा म तँलाई त्यो स्त्रीको जीवनबाट, त्यो स्त्रीको शरीरबाट बिस्तारै आज्ञा गर्दछु। अनि केही गरी त्यसको शरीरबाट, त्यसको जीवनबाट बिस्तारै निस्केर गयो।